हार्दिक स्वागत छ मेरो सफाई अभियानमा। र आज म यहाँ झाँक्रीढुङ्गा जुन निर्माणाधीन छ, अब लगभग अन्तिम चरणमा पुगेको छ। वैशाख पहिलो हप्ता यसको उद्घाटन गर्ने भन्ने खालको कुराहरू सुनिएको छ। अनि यसरी म चाहिँ आज यति वरिपरि यसरी फोहोर टिपेर मेरो मर्निङ वाकसँग आएको छु। अनि आज चाहिँ म तपाईँहरूलाई तल मिसन अस्पताल देखाउँछु। सोब्रु मिसन अस्पताल हो त्यो तल देखिएको। आज अलिकति मौसम खुलेको छ, आशा छ अब केही दिन घाम देख्न पाइन्छ होला। हैन, यो लिपी खोला हो, लिपी खोलाको भिर हो यो। परको चाहिँ पैरे खोला हो। यसो चाहिँ यो वरिपरि एकदम धेरै फोहोरहरू छ। सायद यहाँ काम गर्ने साथीहरूले खाजा खानु भएर यो बिस्कुटको खोलहरू यतातिरै फाल्नु भएको छ। यसको विषयमा चाहिँ फेरि म उहाँहरूसँग कुरा गर्ने सोचमा छु। यति बेला देशमा नयाँ सरकारले आफ्नो काम सुरु गरिसकेको छ। अहिले झन्डै 2 तिहाईको सरकार छ, जनमतको सरकार छ। अब अहिलेको सरकारले केही गर्ला कि भन्ने ठुलो आशा छ नागरिकको, तपाईँ हामी सबैको। कस्तो गर्ला भन्ने कुरा चाहिँ अब हेरे बिस्तारै थाहा हुन्छ होला पक्कै पनि। तर हाम्रो आशा छ राम्रो गरोस्, हाम्रो पनि सपोर्ट गर्नुपर्छ। कतै बाटो बिराउँदा खबरदारी गर्ने कुरा पनि छ, तर राम्रो काम गर्दाखेरि चाहिँ सपोर्ट पनि गर्नुपर्छ, सेबास पनि भन्नुपर्छ भन्ने हो म पनि। सो यति बेला चाहिँ तपाईँलाई यो हाम्रो खोलढुङ्गाको 2टा फिल्टर ट्याङ्की छ। यो तपाईँले देखिरहनु भएको पर चाहिँ कलर लगाएको छ, यहाँ तल लगाएको छैन। अनि कमेरे गाउँ हो यो, तपाईँलाई मैले यसरी देखाउँदैछु। यस्तो छ। तर मलाई सबभन्दा चिन्ता लागेको कुरा चाहिँ के हो भन्दाखेरि अहिले सामाजिक सञ्जालमा जुन प्रकारको टिक्का टिप्पणी गरिन्छ नि, मान्छेले आफ्नो विचार राख्न सकिन्छ। उसको विचारसँग असहमत होला, तर उसको विचारलाई सम्मान गर्नुपर्छ भन्छु म चाहिँ, असहमत भए पनि। तर सामाजिक सञ्जालमा चाहिँ यस्तो छ कि अहिले यो असहमत राख्ने कुराहरू भन्दा पनि गाली गलौजदेखि लिएर अनि उच्चारण नै गर्न नमिल्ने शब्दहरू चाहिँ प्रयोग गरिएका छन्, जुन चाहिँ यो एकदमै उच्छृङ्खल, छाडापन अनि एकदमै यो समाज कता जाँदैछ भन्ने कुरा चाहिँ यो डरलाग्दो कुरा हो। तपाईँको कमेन्टले चाहिँ तपाईँ कस्तो हो मान्छे हो भन्ने कुरा पनि तपाईँलाई चाहिँ चिन्न सकिन्छ। अनि तपाईँ र मेरो आफ्नो पहिचान पनि त्यो कमेन्टले जनाउँछ। असल सभ्य भाषामा पनि मान्छेलाई चाहिँ प्रश्न गर्न सकिन्छ, असल सभ्य भाषामा नै उसलाई कमेन्ट गर्न सकिन्छ, खबरदारी गर्न सकिन्छ। तर खबरदारी भनेको गाली गलौज अनि उच्छृङ्खलता, अश्लील शब्दहरू प्रयोग भनेको चाहिँ अपराध हो। त्यो चाहिँ सरकारले चाहिँ यसको लागि अहिलेदेखि नै नियन्त्रण गर्नु चाहिँ एकदमै जरुरी छ। हैन भने चाहिँ त्यसमा फेरि अर्को किसिमको दुर्घटनाहरू यसै कुराले पनि ननिम्त्याउला भन्न चाहिँ गाह्रो छ है। ल, अनि आजलाई चाहिँ यति भन्न चाहन्छु, यस्ता प्लास्टिक र बोतल जर्ने फोहोरहरूलाई जताततै नफालौँ, ठिक ठाउँमा व्यवस्थापन गरौँ, सकेसम्म यसको प्रयोगको न्यूनीकरण गरौँ। र यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला र मेरो फेसबुक र टिकटकलाई फलो गरिदिनु होला। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धेरै धेरै धन्यवाद।